वेलकम ब्याक केटा हो ट्रक मान्डु ब्लगमा। आज मैले नयाँ एपिसोड नयाँ बाटोको ब्लग बनाउन जाँदैछु केटाहरू होइन। मैले अरू कुरा म कम्पनी आउँदा के गर्थेँ कसो गर्थेँ सब पुरानो भिडियोमा बनाएको थिएँ। सो स्ट्रेट वे आज मैले कम्पनीको गेटबाट इन्ट्री हुँदाखेरिको बनाएको होइन। सो केटा म ढिला नअरिकन एडमा कार पार्क गर्छु। फेरि ट्रक पनि मेरो अस्तिको ट्रक बिग्रियो क्या, फेरि आज मलाई अर्को ट्रक दिएको छ होइन। हिजो एक्टिभ गराएँ, अब आज नि लिएर जानु छ। खोइ 3-4 दिनपछि बन्छ कहिलेतिर बन्छ कुनै कम्पनीमा होइन। सो केटा म ढिला नअरिकन म जान्छु अहिले केटा ट्रकतिर। कम्पनी पनि आइपुग्यो है, कार पार्क गऱ्यो। म झोलाहरू निकाल्नु पऱ्यो के गर्ने, अहिले आइपुग्यो केटा हो होइन। अब मोबाइल मेरो गाडी हो होइन। मोबिलमा पानी चाहिँ गर्नुपर्छ, Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that, spitting slow, spitting fast. I could roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. A reflection of the emptiness, hilarious. You think you're worth my time, you're delirious, mysterious because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words you can say back. I want you to feel free from the chains that last. And to believe in what you got, give a real to the last, yeah. Now that I've been put through hell, I never got anyone's help. गाडी जाने आइपुग्यो है। ओहो लगभग यहाँ राख्नु पर्यो। अब गाडी त स्टार्ट गर्नु पर्यो। गाडी त स्टार्ट पनि गर्नु पर्यो। यो चाहिँ गियर तेल पनि हाल्नु पर्ने छ आज। ल गाडी पनि दामीसँग स्टार्ट हान्यो होइन। अब म हावा भर्नुन्जेल चाहिँ म मेरो सामानहरू राख्नु पर्यो। कडा हो सामानहरू राख्नु पर्यो यार, सामान राख्नु पर्यो साथी हो होइन। फ्रिज पनि खोलियो। यो इनर्जी ड्रिङ्क भयो, इनर्जी ड्रिङ्क पनि खानुपर्छ क्या, थाकिन्छ है। एउटा इनर्जी ड्रिङ्क भयो। अनि यो ब्रेडहरू भयो, यो यिनीहरू होइन, स्यान्डविचहरू सबै म चाहिँ उसनै किनेर ल्याउँछु होइन, स्यान्डविचहरू नै भयो। अनि यो बिस्कुट र काजु पिस्ता भयो होइन। अनि स्याउ केरा सुन्तला लिएर आएको छु होइन। अब जोस् त्यस्तो त्यो खानेकुराहरू चाहिँ म प्रायः त्यस्तो बाहिर त्यस्तो किन्नु त मैले बाहिरै किनेर लिएर आएको हो होइन। अब घरबाट लिएर आउन पनि त्यस्तो त्यति साह्रो उस हुँदैन, घरबाट आदि लिएर आउँछु। अनि अब अरू यस्तो हुन्छ नि तातो तातो खाने चिजहरू चाहिँ म बाहिर किनेर खान्छु। अब बाँकी भयो त्यो चाहिँ गऱ्यो, यो चाहिँ गऱ्यो। ओछ्यान पर्दा झरेर बेहाल छ मेरो गाडीको होइन। पर्दा पनि झऱ्यो, पर्दा हाल्दै भनेको थियो मैले हिजो कम हो यहाँ, पर्दा नि हाल्दै रहन्छ। अब के भने सबै त्यही त हो नि, शुक्रबार होइन। लगबुक पनि राख्यो। अब म पछाडिको गाडी निकाल्न जान्छु। पछाडिको गाडी निकालेर डिजेल हाल्छु म। अब डिजेल भर्नु छ 1000 लिटर 1200 लिटर डिजेल जान्छ होला। म डिजेल पनि भर्नु छ। टाइम पनि छैन, म 10 बजे निस्किनु पर्छ। कति बज्यो 9 बजे भर्खर यता उता गर्दा 10 बजे हाल्छ। भुक पनि गर्नु छ। मेरो ट्रेलर पनि जस रेडी नै छ, म ट्रेलर हुक गरेर पनि देखाउँछु। अब म गाडी निकाल्छु है त। ट्रकमा समस्या आयो है, हावा कहाँबाट लिकेज भयो, कहाँबाट लिकेज भयो। अब हावै लिकेज भइसकेपछि त तिम्रो हावा बस्दैन। एउटा 4 ट्याङ्की छ, 4 ट्याङ्की पछाडि ट्रेलरको ट्याङ्कीमा सबबाट ट्रकबाट एयर पास। तर मेरो अगाडिबाटै एयर लिकेज भयो। अब मैले कम्पनीलाई फोन गरेँ, कम्पनीलाई फोन गर्दा अर्को ट्रक लिएर जा भन्यो है। अब फेरि मैले अर्को ट्रकमा जानुपर्ने हुन्छ। सो अब ठिकै छ। अब आज मैले गाडीलाई यहीँ राखिदिने भएँ, मैले अर्को गाडी लिएर जाने भएँ केटा हो। तर आज त्यो गाडी पनि देखाउँछु है फेरि। म आफूले चलाइरहेको ट्रक क्या बवाल पानी बसेको थियो होइन। त्यो पनि ठिकै छ, जस दाबिन्छ भनौँ न, नदाबिने होइन। तर बानी बसेको ट्रक भने बानी बसेको ट्रक हो नि त होइन। ल केटा त्यो चाहिँ नयाँ खाले ट्रक हो होइन, छुट्टै खाले ट्रक, त्यो पनि देखाउँछु होइन। अब म त्यो ट्रक पनि देखाउँछु। मैले यो ट्रकको भित्र देखाइदिन्छु है त केटाहरूलाई। यो चाहिँ मेरो ओछ्यान होइन। अनि त्यसपछि त्यहाँबाट त्यो ओछ्यान भयो। यो अगाडिको प्यासेन्जर सिट भयो होइन। त्यो एउटा झरेर बेहाल छ। अस्ति कच्ची बाटो, अस्ति अलिक रफ थियो बाटो, खम्लङ्ग खाल्टा भयो, झरेछ त्यो उसको होइन।
अब यहाँ चाहिँ मेरो म्युजिक सिस्टम त्यो हुन्छ ल म्युजिक सिस्टम पनि भताभुङ्ग भन्छ यार चलाइ त्यही हाल्यो खाल्टामा गमका गम हालिदिएको केटा हो बाटो माथिल्लो बाटोको गएको ल बिजोग भन्छ त त्यो त क्यासेट त ल भोलि कम्पनीलाई यो पनि भन्नु पर्यो ल यार बिजोग भन्छ है केटा मेरो क्यासेट यो चाहिँ अगाडि भयो स्ट्रिङहरू भयो यो चाहिँ इन्जिन ब्रेक हुन्छ नि भ्याकुम ब्रेक यहाँ हुन्छ केटा हो यता यो गाडीको चाहिँ भ्याकुम ब्रेक यो सानो भ्याकुम लाग्छ यो ठुलो भ्याकुम लाग्छ अनि यो चाहिँ क्रुज कन्ट्रोल भयो केटा हो होइन यो चाहिँ ह्यान्ड ब्रेक हो अनि यो चाहिँ ट्रेलर बडीको एयर सप्लाई भयो यो चाहिँ गियर भयो केटा हो त्यो चाहिँ वार्निङ भयो है केटा त्यो चाहिँ वार्निङ हो नि फेरि है विचार गरौँ है त्यो मेरो झोला भयो है झोले जिन्दगीमा त्यो झोलाले त मलाई कति साथ दिएको छ अब यो मेरो फ्रिज भयो यहाँ चाहिँ मैले खानेकुराहरू डाङडुङ राख्छु होइन यो चाहिँ मेरो फ्रिज हो त्यहाँ अर्को छ त अर्को चाहिँ मलाई चलाउनु पर्यो होइन कति सुत्ने बेला चाहिँ म उतो चलाएर सुत्छु केटा त्यो उस भयो होइन त्यो स्पिकर दुइटा खान त्यहाँ दुइटा स्पिकर छ एउटा स्पिकर यहाँ छ केटा हो एउटा यहाँ छ एउटा पनि त कुनामा छ एउटा त भुइँमा छ एउटा यहाँ सिट मुनि छ स्पिकर डङ्का डङ आवाज आउँछ अब काँडा काँडा के लिकेज भयो केटा आवाज सुनिरहेको छ होइन अब यहाँ मुनिपट्टि कतैबाट लिकेज भयो अब ठिकै छ अब 320 320 320 भने चाहिँ 320 है केटा आज चाहिँ यो गाडी लिएर जानुपर्ने भयो मैले अब 320 नम्बर गाडी लिएर जाने छ होइन म केटाहरूलाई बाटोमा भेटेर देखाइहाल्छु पहाइ केटा खोल्नु पर्यो नि त झोले जिन्दगीमा झोला बोक्दै सर्दै यो चाहिँ अर्को अहिले भर्खर नयाँ आएको गाडी हो S16 भन्छ होइन 16 चाहिँ यो चाहिँ अटोमेटिक हो केटा यहीँ छ हुन्छ गियर होइन मलाई फेरि यस्तो अटोमेटिक गाडी भने चाहिँ अलिकति चलाउन मलाई त्यति मन लाग्दैन क्या तर आज त अब केटाहरूलाई देखाउन नि भयो होइन त्यो गाडी त मैले केटाहरूलाई कम्प्लिटली देखाइहालेँ तेल पनि हाल्नु पर्यो कति लिटरको ट्याङ्की हो यार यो 470 लिटरको ट्याङ्की रहेछ तेल चाहिँ यहाँ कम्पनीमै ट्याङ्की हुन्छ धेरैवटा गाडीमा हाल्नुपर्छ नि त सो यहाँ कम्पनीमै हुन्छ तेलको ट्याङ्की अब मैले यसको एडब्लूको ट्याङ्की हेर्नुपर्छ यार एडब्लू भन्ने पनि हाल्नुपर्छ क्या यसमा चाहिँ सबै एडब्लूवाला चल्छ होइन एडब्लू पनि हाल्छ एकटा के हो यार फक छ त यार ए भयो यार झुकेर बन्द हान्नेछु क्या मैले यो चाहिँ मेरो गाडी भएको केटा हो होइन अब म वेट चेक गर्छु सोकेडा अब यस्तै हो बुक गरी गाडी दिएर बाटोको केही उसहरू देखाउँछु म बाटोको भिडियो बनाउँछु साथी अब बाटोमा देउँछु म निस्किन्छु है अब यहाँबाट चाहिँ हामी गोल्ड कोस्ट म चाहिँ ब्रिजबेन बस्छु नि त होइन यताबाट गयो भने चाहिँ सनसाइन कोस्ट यहाँबाट गयो भने चाहिँ गोल्ड कोस्ट अनि यता टुम्बा होइन यता पुगिन्छ चाँडामा ट्रकहरूलाई हिँड्नलाई होइन चाँडा लिन्छ जोस् हामीले फलो गर्नु पर्यो अदर साथीहरू यो चाहिँ अब अहिलेको हाइवे सिद्धेर अब चाहिँ 2 लेनको हाइवे सुरु भयो होइन नन स्टप यत्तिकै हाइवे अब त म जाने थामसम्म होइन अब माथिको बाटो जा भनेको छ यो चाहिँ अब म त माथिको बाटो सरर गइरहेको छु 2 लेनको बाटो सुरु भयो अब नन स्टप यस्तै हो बाटो नन स्टप यस्तै हो
साथीहरू अब मैले ऐन त्यहाँ आटुला भन्ने ठाउँ आइपुग्यो होइन मैले ऐन त्यहाँ ट्रकमा चाहिँ तेल हालेँ कि टेलरमा चाहिँ तेल हाल्न मैले त्यहाँ गाडी कन्जस्टेड थाहा मैले घुमाउनु अलिकति अप्ठ्यारो थियो त्यही भएर त्यहाँ बिडबल त्यहाँ घुम्नु नि त्यो कम्पनीमा बिजी थियो नि त धेरै नै धेरै त्यहाँ त्यो जुन पम्प तेलको पम्पसम्म आउने ठाउँ त त्यहाँ ट्रकहरू राखेको थियो क्या त्यही भएर मैले यहाँ ट्रेलरमा तेल हाल्न जाँदैछु अब क्वाइट 15 मिनट जति ब्रेक हालेर तेल हाल्छु दुईवटा ट्याङ्कीमा अनि त्यसपछि फेरि स्टार्ट गर्छु त्यहाँदेखि यो र कार्ड दिएको हुन्छ क्या यस्तो खाले कार्ड टक्क स्वाइप गर्यो कम्पनीको कार्ड ट्याक्क गर्यो होइन सक पैसा नि तिरो 174 लिटर तेल गयो साथी हो उसमा त्यो रेफ्रिजरेटर ट्याङ्कीमा ट्रक मेरो त्यहीँ छ एउटा तेल पनि हाल्यो अब लगभग गरौँ 30 भएछ भनेपछि 30 मा कोरेर निस्किनु पर्यो होइन चट्ट चलिदिनु पर्यो केटा अब होइन ल्याङ छ अब लागि नि भयो कि साथीहरू ल आयो देखाउँछु है त अब
भनिन्छ होइन एउटा बाइपास हुन्छ एउटा राइट लियो भने टोममा पनि चाहिँ हामी चाहिँ लेफ्ट लिन्छौँ होइन हामी चाहिँ ठ्याक्क यताबाट ल्याऊ अब हामी यता सिडनी जान्छौँ होइन तर म चाहिँ सिडनी पुग्दिनँ म बिच बाटोबाट फर्किने हो मेरो लोड ब्रेकलाई रोकिदिएको केटाहरू होइन अब लास्ट अब ओभर थाक्यो कि बाटो लास्ट खत्तम खाल्टै खाल्टा होइन यत्रो त पिचमा खाल्टो परेमा कस्तो हुन्छ भन आऊ न ओभर खाल्टो रहेछ होइन टायर एकचोट चेक गरेको क्या यसो हेर्नु पर्यो नि त टायर सायर हेरेको होइन लास्टै क्या ओभर उस भएछ होइन त्यही भएर एकछिन लङ भेकल साइन पनि ठिक छ ल बाटो यार केटाहरू जस्तै जिउँदो यार ट्रक हेर आउनु ट्रक बा यो खालको छ नि ट्रक होइन जस ठिकै लाग्यो मलाई यो ट्रक होइन ट्रक अब गियरवाला चलाइरहेको थियो राम्रै रहेछ तर गियरवाला जस्तो त्यति गतिलो चाहिँ रहेन छ होइन अनि जस ठिकै छ यो ट्रक पनि त्यस्तो नट ब्याड होइन मन पर्यो होइन हाइवे त्यहाँ चाहिँ यत्रो लामो छ गडाहरू यार दुईवटा हाइवे नेपालको जस्तै हाइवे इन्ची हान्नु पर्छ होइन पिचबाट अलिकति बाहिर तान्छ गाडी होइन जस केटा अब म लाग्नुपर्छ न त मेरो टाइमले भ्याउँदैन जस मलाई गाडी ठिक लाग्यो होइन हेरो कम्पनीलाई माग्नु पर्ला यो गाडी दे मलाई भनेर होइन मेरो बाटोको देखाउँछु फाटोफुटो अनि म भिडियो बनाउनु जान्छु ल केटाहरू है त बाई सी यू रात पनि पर्यो यार है रात पर्यो अब गाडी यस्तो छ बाटो पुरै अँध्यारो छ होइन अब ढिला भयो क्या आज पुग्नलाई त्यहाँ एकछिन ट्राफिक पर्यो बाटोमा इन्सिडेन्ट भएर छ त्यही भएर अब अलिअलि ढिला भएको आज राति दौडिरहेको छ है पुरै बाटो आसपुस भएर ओभर थाकिसक्यो भोलि नै अर्कै भइसक्यो कि अब राति चाहिँ यहाँ अब अलिकति ध्यान दिनुपर्छ क्या साथीहरू बाटोतिर कङ्गारुहरू बढी आउँछ क्या कङ्गारुहरू अब ठोकिनी सकिने अब आएर ठोकेर मर्छ त्यस्तो फरक त केही पर्दैन ट्रकले खिचेकोमा होइन मान्छेले चाहिँ मार्न पाइएन होइन अब गाडीले खिच्यो यसले खिच्यो उसले खिच्यो भने त्यस्तो मतलब हुँदैन फेरि यतातिर होइन
सबै आज लास्ट गाह्रो भयो बाटोमा खाल्टा खुल्टी धेरै रहेछ होइन खाल्टा खुल्टीहरू धेरै अब गाडी जोगाएर लिएर नै मुस्किल भयो आज लोड त्यत्तिकै खाल्टा खुल्टी त्यत्तिकै है बाटो लास्ट कष्टकर भयो अब कम्पनी पनि आइपुगेको केटा हो है कम्पनी पनि आइपुग्यो आजको यात्रा यस्तै भयो लास्टै गाह्रो पनि केटा 1000 किलोमिटर कुदेर आयो है लास्टै गाह्रो बनायो केटा हो गाह्रो बनायो विदेश भन्नु मात्र छ गाह्रो छ साथी हो त्यही भएर विचार गर्नुपर्छ है केटा विचार गर्नुपर्छ गाह्रो बनायो केटा गाह्रो बनायो यार लास्टै भुप्यानले खायो त्यही स्यान्डविच खाइयो बाटोमा त बिहान हालेको होइन त्यति हो क्या अरू केही खाएको पनि छैन बाटोमा है इनर्जी पानी त्यति मात्र हो यार खाएको केटा ल है केटा ल गाह्रो छ म पनि यहाँ कम्पनी आए पनि बाँकी कुरो अलि अल्छिन भन्ने छु है त काम पनि सिधायो छोला बोक्यो लाग्यो घरतिर होइन अब रातिको समय भयो गाडी पार्क पनि गरियो भएर लास्ट ओभर थाकिया छ होइन अब यस्तै हो भिडियो होइन रातिको समय यस्तै हुन्छ मैले आजको सबै देखाइहालेँ होइन अब के कस्तो लाग्छ होइन तल कमेन्ट लाइक गर्नु म बोल्नै नसक्ने भइसक्यो थाकेर 1000 किलोमिटर दाबिया छ केटा ल वेट फर द नेक्स्ट भिडियोमा चाहिँ के हुन्छ कसो हुन्छ होइन त्यही बेला भन्छु ल लाइक सब्सक्राइब गरौँ है केटा ल बाँकी कुरा के सोध्नु छ त्यो बेला सोधौँ है त ल बाई केटा